के हुँदैछ बाबा? भगवानप्रति नमस्कार भनेर सबैले दियो बाल्छन्। तर हामीले चाहिँ दियो केको लागि बालियो भने यो विश्व शान्ति होस्, नेपालबाट विश्व शान्ति फैलियोस् भनेर हामीले अहिले 108 वटा दियो बालेका छौँ। अब हाम्रो यो अभियान हाम्रो सदा रहिरहनेछ। किनभने दियोलाई साँचिराखेर अहिले जसरी ट्रम्पले इरानमाथि बमबारी चलाइरहेका छन्, मोदीले पाकिस्तानमाथि जसरी सिन्दुर अपरेसनहरू बमबारी चलाइरहेका छन्, पुटिनले जसरी युक्रेनमाथि बमबारी चलाइरहेका छन्, हामी चाहिँ त्यसको विरुद्धमा जहिलेसम्म युद्ध रोकेन त्यो बेलासम्मको लागि हामीले निरन्तर 108 वटा पालाहरू बत्तीहरू बालेर विश्व शान्तिको लागि हामीले अभियान गर्नेछौँ। भलै यो अभियानले काम नगर्ला, तर सबै मान्छेमा यस्तो विश्वास हुनु पर्यो कि यो अभियानले काम गरोस्। शान्ति भनेको नै एउटा विश्वास हो होइन। अहिंसा भनेको एउटा अविश्वासले चाहिँ अहिंसा गराउँछ, जहिले पनि विश्वासले सधैँ शान्ति गराउँछ। हाम्रो यो वैदिक सनातन धर्ममा पनि भन्न त भनेको छ युद्ध शान्ति सधैँभरि भइरहेको छ होइन। युद्ध नभई शान्ति हुँदैन, शान्ति नभई युद्ध हुँदैन। तर विश्वास गऱ्यो भने सधैँभरि शान्ति हुन्छ भन्ने हाम्रो त्यति एउटा विश्वास हो होइन। यही अभियानलाई लिएर भगवान हो हामी हिँडेका छौँ। यसरी हाम्रो यहाँ पनि बालियो छ, यसरी नै बालिन्छौँ यसरी पनि। यो चाहिँ हाम्रो मुख्य पाला हो होइन। यसमा हामीले थोरै शिव मन्त्र पनि पढ्छौँ। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्युर्मोक्षामामृतात्। जय भोलेनाथ। सबैको जय होस्, सबैको जय होस्। सबभन्दा कान्छो केटो, कन्ने केटो भनौँ न, विश्व शान्तिको लागि उसलाई पनि शान्ति चाहिएको छ भनेपछि हामी सबैलाई यहाँ शान्ति चाहिएको छ। भगवान हो शान्तिको लागि अब हामी जे नि गर्न तयार छौँ, युद्ध बाहेक अरू के हो गुरुजी? हो एकदम। जय होस् सबैको।